मनको कुरा खोलिदिनु पर्ने हो। पूर्णलाई स्वागत छ मेरो अर्को भिडियोमा। धेरै पछि आज भिडियो बनाएको छु। सुर्खेतमा छु, हामीहरू 10 जिल्लाका साथीहरू छौँ। यहाँ सुर्खेतको दृश्य देखिने ठाउँ कुन ठाउँमा ट्याक्कै थाहा भएन। यो भ्यू पोइन्ट लिएर छौँ हामी, सुर्खेतको बजार। यो लाइटिङ बलिरहेछ, साथीहरू हुनुहुन्छ। फेरि पनि कहाँबाट हेर्दै हुनुहुन्छ, हामी हिँडिरहेछौँ। साथीहरूले हेरेर राख्नु भएको छ। भ्याली मस्त छ होइन, गाडी पनि आइरहेछ। तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। या मोड निकै डेन्जर रहेछ, देखिरहेको छु। साथीहरू अरू आउनुभयो कि भएन? हामी 10 जिल्लाको साथीहरू छौँ। सुर्खेतको स्टे भ्याली स्टे होटल भ्यालीमा छौँ। हामी क्लोज क्याम्पमा छौँ। आज दोस्रो दिन। धेरै आफ्नो भिडियो नबनाएको, एकछिन बनाइहालेँ तपाईँसँग भलाकुसारी गर्नु भनेर। अगाडि गएपछि लाइटिङ एकदम मस्त देखिरहेछ। अगाडि नदेखिएला, म तपाईँहरूलाई नजिक गरेर देखाउँछु है। थोरै सल्यान राम्रो, यो त सल्यान होइन कि अरे, सुर्खेत राम्रो सलेरी पाखैले बहिनी राम्री गजलु आँखैले। सल्लाहबारी छ, देख्न सक्नुहुन्छ। ओ राति परिसक्यो है, त्यति मसँग देखिनँ। सर अगाडि जानु भएको छ। हेलो 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 हेलो, म देखाउँछु अहिले, देखाउँछु अगाडिबाट। हामी अहिले सुर्खेतमा छौँ भनिरहेको छु। ओ मेरो आँखाले यति आनन्द लिइरह, तपाईँहरू सायद लिन पाउनुहुन्छ पाउनुहुन्न। दामी देखिरह। मेरो क्यामेरा पनि त्यस्तो नहोला, ठिक नहोला है। सुर्खेतको भ्याली थम्बनेलको लागि क्यामेरा भएको साथीहरूलाई हेरेर फोटो खिच्न पठाउँछु। हाम्रो सल्यानको साथी हुनुहुन्छ एकजना, आउनुहुन्छ। पोटिभ साथी कता पुग्नुभयो। यस्तो दामी एकछिन म यो आँखाले आनन्द लिन्छु साथीहरू है। तपाईँहरूलाई यो है बेलुकाको टाइममा साथीहरू आउँदै हुनुहुन्छ, म देखाउँछु अहिले है। ओहो सर कहाँबाट आउनुभयो सर? यार हामी कहाँको मान्छे भेट्नुभयो। धेरै खुसी लाग्यो एकदम एकदम। गफ नदेऊ होइन, भेड अघि भइसक्यो सर, गफ नदेऊ। भेड भएर आज 2 दिन कटिसक्यो अनि कहाँ अहिले बिच बाटोमा के हाल्ने? उहाँ सर हाम्रो जुम्लाबाट, कालीकोटबाट जुम्लाबाट, र यो मान्छे चाहिँ रुकुमबाट। ओ आमा, यो हेर्नुहोस् न, भ्यू कति दामी छ। अगाडि साथीहरू हुनुहुन्छ भने हामी एउटा साक्षात्कार गर्दै हाम्रो यात्रा अगाडि बढाउनेछौँ। पक्कै पनि अनुसार उहाँले अब जस हाम्रो आइरहेको हाम्रो साथीहरूलाई देखाउनु हुनेछ उहाँले चाहिँ भन्ने म आशा गरिराखेको छु। हाम्रो दिदी हुनुहुन्छ, उहाँ हुनुहुन्छ मुगुबाट। आजको बसाइ कस्तो रह्यो? एकदमै राम्रो, एकदम सुखमय छ। यस्तो एउटा हरियाली पार्क होइन, सुर्खेत भ्यालीको एकदम लेक साइडमा रहेको यो भ्याली भ्यू होटेलमा, होमस्टे भनौँ कि अब होटेल भनौँ, होटेलै छ होइन। हामी साथीहरूसँग भेट्छौँ। दिदी हुनुहुन्छ, यता यता पनि साथीहरू हुनुहुन्छ, उता पनि हुनुहुन्छ, यता पनि हुनुहुन्छ, जता कतै साथी हुनुहुन्छ। हामीले यही भन्न चाह्यौँ अहिले पक्कै पनि अघि देखेको भन्दा अहिले नयाँ हुनुहुन्छ। हाम्रो उहाँ चाहिँ हुनुहुन्छ पूजाजी, अनि उहाँ चाहिँ हुनुहुन्छ विजयजी हुनुहुन्छ। ल विजयजीले भनिदिनुहोस् हामीलाई, तपाईँको हाम्रो आज दोस्रो दिन तपाईँलाई कस्तो हुँदैछ, कस्तो लाग्यो? हाम्रो कार्यक्रम सुरु पहिलो दिनमा चाहिँ अतिथिहरू आउनुको हल्का अलि ढिला भएको कारणले गर्दाखेरि बाहिर निस्किन पाएका थिएनौँ। अहिले चाहिँ हाम्रो कार्यक्रम छिट्टै नै आजको सेसन समापन गरेर यस्तो राम्रो सुर्खेतमा 3-4 वर्ष बस्दै गर्दा पनि अनि यो गोठीगाडा बैलगाडा भन्ने त्यसै यो करिब 8-10 किलोमिटर बाटोमा पनि आउनु नपाएको अवस्था थियो। तर अब
प्रोग्रामको यस्तै अब सबै 10 अवसर आयो, त्यस पछाडि 10 जिल्लाकै साथीहरू आउने अवसर मिल्यो, घुम्यो, त्यसो खुसी भए भयो, तपाईँ एकदम सेटिस्फाई हुनुहुन्छ। एकदम राम्रो। त्यसै अनुसार हाम्रो हुनुहुन्छ पूजाजी, सुर्खेत स्थित वीरेन्द्रनगर नगरपालिकाका मानव युवा रक्षक सञ्जाल वीरेन्द्रनगर सुर्खेतका अध्यक्ष हुनुहुन्छ। ल उहाँलाई हामी सोध्छौँ। ल हामी चाहिँ आज 10वटा जिल्लाका चाहिँ सम्पूर्ण साथीहरू चाहिँ त्यो चाहिँ युवा मानवाधिकार रक्षक चाहिँ जो आइरहेका छौँ, उहाँसँग भेट्न पाउनु भनेको एकदमै सौभाग्य प्लस अवसरको कुरा पनि हो भन्ने मलाई लाग्छ। किनकि हामी यहाँ आउनुभएका साथीहरू चाहिँ एकदमै क्षमतावान, आफैमा पनि ज्ञानले भरिपूर्ण हुनुहुन्छ, जसका विभिन्न खालका नयाँ क्रिएटिभ र सृजनात्मक काम चाहिँ उहाँले गर्नुभएको छ। यही कुराले पनि हामीलाई एकदमै मोटिभ पार्छ कि भोलिका दिनहरूमा हामीले पनि युवाकै क्षेत्रमा युवा साथीकै सङ्गतिमा लागेर पनि राम्रो काम गर्न सक्छौँ भन्ने हामीले आशा राखेका छौँ र हामी एकदमै सेटिस्फाइड छौँ। आशा चाहिँ हामीले हेर्दाखेरि एकदमै मायाको ठुलो झोला बोकेर मनभरि साँचेर जानेछौँ भनेर। हस्, धन्यवाद। धन्यवाद धन्यवाद पूजाजीलाई विशेष धन्यवाद। निकै मिठो शब्दले वर्णन गरिसक्नु भएको छ। हामीसँग रमेशजी पनि हुनुहुन्छ, हामीसँग प्रदीप सर पनि हुनुहुन्छ सल्यानबाट। धन्यवाद सर, धन्यवाद धन्यवाद। रमेशजी के भइरह हाम्रो त हामी त रुक्मेली मान्छेहरू सुर्खेतमा आएको छौँ है। यो असाध्यै रमाइलो पनि छ, एउटा यो युवाहरूको लागि यो प्रेरणादायक तालिम पनि छ। यस हिसाबले के हुन्छ भन्दाखेरि खासमा अब युवाहरूलाई निकट भविष्यका कर्णधारहरूलाई अहिले समाज रूपान्तरणको बाटोमा लिनलाई अहिले पछिल्लो समय व्यापक यस्तो तालिम गर्दाखेरि दोहोरो हुन्छ सर। एकदम भेट भइरहेछ। 10 जिल्लाको साथीहरू छौँ, अझ अगाडि साथीहरू हुनुहुन्छ, अगाडि साथीहरू हुनुहुन्छ, फोटो सेसन चलिरहेछ भन्नुपर्छ है। म धेरै भएको थियो भ्लगमा नजोडेको, आज धेरै दिनपछि साथीहरू देखेर किन शान्त हो, म बोलिदिनु पर्ने हो। आगोले बोलिदिनु पर्ने हो, किन साइलेन्ट हो, म बोलिदिनु पर्ने हो, मनको कुरा खोलिदिनु पर्ने हो। ल है, ल है। ओके।